यो हाम्रो यात्रा धनगढीदेखि काठमाडौँको थियो। काठमाडौँ घुम्न गएको चाहिँ होइन है, हामी पक्कै पनि बहिनी बिरामी भएको थियो, अङ्कलको औषधि सकिएको थियो, त्यसकारण हामीले यो यात्रा चाहिँ गरेका थियौँ। यो कुनै पोस्ट गरौँला भनेर रेकर्डिङ गरेको भिडियो पनि थिएन। यात्राको क्रममा कैद गरिएका फोटोहरू र भिडियोहरू मसँग थिए र एउटा सम्झनाको लागि राख्न मन लाग्यो, त्यही भएर चाहिँ यो भिडियो पोस्ट गरेको छु। विशेष पोस्ट गर्नुको मुख्य कारण के छ भनेपछि हाम्रो अङ्कलसँगको यो यात्रा नै अन्तिम यात्रा भइदियो क्या। अन्तिम यात्रा थियो अङ्कलसँगको। अङ्कल यहाँ संसारमा रहनु भएन, अहिले चाहिँ हामीसँग हुनुहुन्न उहाँ चाहिँ। तर अङ्कलले हामीलाई एकदमै धेरै माया गर्नुहुन्थ्यो कि पहिलादेखि नै। अहिले यो संसारमा रहनु भएन, उहाँसँग बिताएका केही पलहरू र केही भिडियोहरू हामीले कैद गरेर राखेका छौँ। उहाँसँग बिताएका छोटो समयमा कैद गरिएका केही सामान्य यादहरू थिए मसँग, तिनै यादहरूलाई राखेको छु यसमा। हाम्रो ज्वाइँ साहब, दाई, भाउजूहरूले पनि एकदमै धेरै नै माया र साथ सपोर्ट गर्नुभयो। उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। भिडियोको तर्फबाट भए पनि दुःख भरिएको भिडियोमा हतारमा चाहिँ हामीले रेकर्डिङ गर्न पनि पाएनौँ। हाम्रो ज्वाइँ साहब र दाई भाउजूलाई पनि, बहिनीलाई पनि, सबैलाई धेरै धेरै एकदमै सम्झना छ।